Hi guys, welcome back to my another vlog, day 2. Mustang. हामी छौँ अहिले मार्फामा। अब हामी मुक्तिनाथतर्फ निस्किँदैछौँ। बाहिरको वेदर यस्तो छ, चिसो, धेरै चिसो हावा चलिरहेछ। हेर्न सक्नुहुन्छ मार्फा। मार्फामा आएर यो चाहिँ मेरो अगाडिको भ्यू देख्न सक्नुहुन्छ। अब हामी हिँडिसक्यौँ। बाहिरको भ्यू यस्तो पुरै स्याउको रुख त पुरै सुकेछ। माथि चाहिँ घाम लागिसक्यो हिमालमा। यस्तो गाउँ है। जुम्सोमै बजारमा 12 बजे हावा सरर। हामी चाहिँ अहिले कागबेनी आइपुग्यो। तल चाहिँ यस्तो अलिअलि खेती हुँदो रहेछ यहाँनिर। यो बाटो देख्नुभएको चाहिँ अप्पर मुस्ताङ चाइना जाने बाटो रे। हामी चाहिँ आइपुग्यौँ बस पार्कमा। यहाँबाट अब माथि लाग्नुपर्ने हुन्छ मुक्तिनाथको लागि। हेर्न सक्नुहुन्छ गाइस, देख्नु होला हिमाल त यहीँ छ। ल यतापट्टिको हिमाल पनि यहीँ छ। फाइनली गाइस हामी चाहिँ मुक्तिनाथ आइपुग्न लाग्यो है। अब हामी जाने बाटो चाहिँ यो गोरेटो बाटो। माई गड, कसरी जाने हो? घोडाहरू चाहिँ टन्नै बोक्नलाई तयार पारे। हिँड्न नसक्नेहरूलाई चाहिँ घोडामा लाग्दो रहेछ। हजुर होइन, हिँडेर जाने ठिकै छ। बिचरा घोडा नि बेसरी जाडो होला। तातो हुन्छ ल यहाँ आएर तापेर होइन, हिँडेरै जाने हो। जाडोलाई नि बेसरी घोडामा जाँदा त। ए घोडामा हिटर छ। घोडामा हिटर छ अरे गाइस। अಯ್या घोडाको घन्टी नि रहेछ यहाँ। ल अब हामी पैदल यात्रा सुरु भयो हाम्रो मुक्तिनाथसम्मको गाइस। आइससँग छ पुरै। यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ अब जम्ने अवस्थामा जमम कि नजमम भनेर सोध्दैछ। भिजिहाल्यो नि, बिग्र भावमै हुँदो रहेछ हौ। यो अलि राम्रोसँग नजमे रहेछ। जान्छु तल झम्मै। कस्तो लागिरहेको छ मुक्तिनाथ आउँदा? राम्रो फ्यान्टास्टिक। धेरै चिसो, अलि चिसो लाग्छ। जाडो चिसो है, धेरै चिसो। अब नाक त देखाउनै सकेन अरे। हात पुरै कठङ्ग्रेर पुरै वहाँ खोला हिउँ बग्यो। हिमाल यही छ त, अनि यस्तो किन नहोस् त। यसरी हिँड्ने अवस्था आइरहेको छ अहिले। हात त पुरै निलो भएको त गाइस। हात त पुरै आमा। मान्छेहरू दर्शन गरेर आइसक्यो। हामी बल्ल जाँदैछौँ। घोडा चाहिँ यस्तै भारी बोकेर आउँदो रहेछ। स्याचै भयो पुरै। आइस पुरै डल्लो हेर नि त। ओ माई गड, ढुङ्गा जस्तो, ढुङ्गा भन्दा साह्रो। हेर्नुहोस् गाइस, यहाँ यस्तो बिना धारा पुरै बग्दै जमेछ। धारा पुरै आइस। ओ माई गड, यस्तो चिप्लो अवस्था यस्तो छ गाइस। एकदम स्याचै भइसक्यो। आइस हेर्नु, यहाँ हिउँ पुरै। होटेलहरू पुरै होटेलहरू। यता हिमाल छ। यहाँ हल्का बजार रहेछ यस्तो। पुरै ढुङ्गा छापी छ। वेलकम टु द मुक्तिनाथ टेम्पल। अब यहाँबाट अब जाँदैछौँ हामी। यो पुरै भर्याङ चढेर
माथिसम्म हात चाहिँ टुप्पो झर्नै लाग्यो। हामी हिँड्दैछौँ माथि। पछाडिको दामी भ्यू यस्तो छ। के गर्छौ मम्मी? गाह्रो हो क्या? गाह्रो भयो छोरी। अझै छ त्यत्रो आमा। ओ माई गड, भ्यू हेर्नुहोस्, भ्यू। लुक एट द भ्यू। अब चाहिँ हामी आइपुग्नै लागेको अवस्था देख्न सक्नुहुन्छ यतातिर। मन्दिर आइपुग्यो। ओ पुरै आइस, भुइँभरि आइस। हजुर हजुर, यस्तो बिना आइस। ओ माई गड, यही हो 108 धारा। यही नुहाउनु पर्छ। नुहाउन सक्छ? ल यता चाहिँ आगो ताप्ने कार्यक्रम भइरहेको रहेछ। ल यहाँ छ 108 धारा। अब यहाँबाट नुहाउन सुरु हुन्छ। म चाहिँ नुहाउन सक्दिनँ गाइस, धेरै चिसो छ। ल बाजे नुहाउने नि त? अब बाजे नुहाउँदै हुनुहुन्छ यहाँनिर। बाजेले नुहाउनु भयो। जाडोले हो कि जाडोले? अब मेरो भाइ नुहाउँदैछ यहाँ। ल भाउ हो भएको। ओहो बिस्तारै चिप्लेन। लगाएर अब त धेरै नुहाउनु सक्दैन। यसो पानी हाल्ने। ओ धेरै चिसो। ढल्दैछ। यस्तो छेउछेउमा त हिउँ हुँदो रहेछ हौ। पुरै हिउँ जमेछ। ओ माई गड। ओबी है गाइस, अब धेरै चिसाउँदैन। अलिअलि यसो पानी छम्किने, मनमा सम्झिने। मेरो भाइको टाउकोमा यस्तो आइस जम्यो यहाँ। टाउकोमा आइस। हामी चाहिँ पूजाआजा गरेर यहाँ आगो ताप्दैछौँ। न्यानो भएको। अब हामीले फोटोसोटो खिच्यौँ, सबै कुरा भयो यताउता। अब हामी तल झर्दैछौँ गाइस। अब सबैजना गइसक्नुभयो। अब म चाहिँ भर्खर झर्दैछु किनभने हल्का फोटो खिच्न ढिलो भयो क्या गाइस। अब जाँदैछौँ है। धेरै चिसो। ओ माई गड, एकछिन आगो नतापे भए त यहाँ हात झर्ने त्यस्तो चिसो। अब बाटो पनि फेरि राम्रोसँग हेरेर हिँड्नुपर्छ। फेरि बाटो फेरि खतरामाथि डेन्जर छ। ओए धन्दै। ल अब त जाँदा त ओह्रालो हो, खुलुली गइहाल्छ। ल यस्तो आगो तापेर जियोस्। धेरै तातो भयो नि। हामी चाहिँ ओह्रालो झर्दैछौँ सिँढीबाट। हिमाल देख्न सक्नुहुन्छ यहाँ। कति राम्रो हिमाल। अहिले चाहिँ लास्ट गर्मी भयो। ओ माई गड, ओ माई गड। ल अब हामी चाहिँ यहाँ खाना खान रेडी छौँ। तातो पानी खाँदै अहिले चाहिँ। ल हाम्रो खाना आइसक्यो। अब हामी खाना खाँदैछौँ। स्याउको चाना किनेको गाइस। ल भिडियो होला नि। कस्तो गुलियो स्याउको चाना। यतै घुमाइ हुन्छ यतै। र हामी चाहिँ हल्का घोडामा नि चढेर फोटोसोटो खिच्यो। अब तलतिर झर्नु पर्यो। जब हामी चाहिँ यहाँ यता मुक्तिनाथबाट तल झर्दैछौँ गाइस। सबैजना सबै राम्रै हुनुहुन्छ। हामी चाहिँ फर्किने क्रममा छौँ। यो सेल्फी डाँडा रे यो ठाउँको नाम चाहिँ। अब हामी हल्का सेल्फी लिन जाँदैछौँ यहाँनिर। यहाँ मार्फा झरेर माथि
चाहिँ जेरी गल्ली आइपुग्नु लाग्यो। अब चाहिँ पुरै खतरा रहेछ। हामी चाहिँ जेरी गल्ली खोज्दैछौँ कतातिर रहेछ भनेर। घुमाइदिउँ हल्का। यहाँ अब ड्रेस लगाउन गइरहेछौँ। हजुर 300 रुपैयाँ हो। ल मलाई हो नि ड्रेस निकालिदिनुहोस्। तपाईलाई यो ठिक हुन्छ ल। हो राम्रो कलर त्यही हो। एकदम यो लाइन चाहिँ परफेक्ट। व्हाइट कलर छैन यस्तो व्हाइटमा। तपाई यसमा यो एकदम सँग। ए ल ओके राम्रो देख्छ नि ल। ड्रेस लाएर पनि फोटो खिचियो है त गाइस जेरी गल्लीमा। अब ड्रेस निकाल्नु। अब हामी जेरी गल्लीमा पनि फोटोसोटो भइसकेर अब हामी जाँदैछौँ तल मार्फततिर। तातो पानी जाँदैछौँ आज बेलुका चाहिँ। रमाइलो रहेछ यतातिर। रमाइलो रहेछ। एकदम ल। अब यात्रा अझै छ बाँकी नै छ। यता मेरो छेउमा छ स्याउबारी। अहिले चाहिँ पुरै सुकेर रुख मात्र छ। अब क्या राम्रो स्याउबारी भन्थ्यो अब स्याउबारी मात्र छ है अहिले चाहिँ। अब त्यसपछि यता मुनि पनि पुरै स्याउबारी। अब यहाँबाट त कसरी जाने तल। अब हामी चाहिँ तलतिर झर्दैछौँ। हल्का मिसिङ भएको अवस्था। अब बाटो पहिलाउँदै जाँदैछौँ तलतिर है त। हामी चाहिँ अहिले लेते आइपुग्यौँ गाइस। होइन त बाजेले बस्न गाह्रो भयो क्या हो। हामी चाहिँ यहाँ लेते कटिसकेको थियौँ। यहाँ फेरि बाटो यस्तो बनाउँदै रहेछ। बाटो पुरै छेकेर अनि हाम्रो गाडी उतै पारि रोकियो। त्यसपछि हामी यता पारिपट्टि एउटा झरना छ अरे त्यहाँ हेर्न जाँदैछौँ। देख्न सक्नुहुन्छ यहाँ पुरै बाटो पुरेको छ यहाँ माटोले। हामी त यहीँनिर रोके भयो। डोजरले बाटै दिएन। यस्तो छ यता तल यत्रो पहिरो जाला जस्तो छ। ओ माई गड तल त हेर्न हुन्न। बाजे छिटै जाऊ। खुट्टा मर्केला यस्तो बाटो। हामी चाहिँ खास झर्ना हेर्ने भनेको चाहिँ यो झर्ना हो। अब हामी पहिला सुरु चिया खान्छौँ अनि त्यसपछि झर्नामा फोटो खिच्न जान्छौँ है त गाइस। यहाँ टन्नै हुनुहुँदो रहेछ बिचरा यतै रोकेर बस्नु भयो। चिया खानु पर्यो यहाँ। पुरै भ्यू रहेछ नि त यहाँबाट त। मुनि चाहिँ यस्तो रहेछ डरलाग्दो। झरनाको अगाडि बसेर यतापट्टि भ्यू हेर्दै अब झरना भएकोतिर जाँदैछौँ। पहिला आउने बाटो चाहिँ यो रहेछ। पुरै यहाँ पानी तरेर खोला तरेर अनि अहिले बनेको नयाँ पुल चाहिँ यो रहेको छ। अब हामी ब्याक टु द आफ्नो ठाउँमा जाँदैछौँ। यस्तो पुल। मम्मी उहाँ पुगिसक्नु भएछ फोटो खिच्नको लागि। ल अहिले चाहिँ डोजरले काम भ्याएछ ठिकै भयो। अब हामी जान्छौँ। तातो पानी आइपुग्यौँ गाइस। आज चाहिँ हामी बस्ने हो त्यो। हामी बस्ने रुम चाहिँ यस्तो रहेको छ। हट स्प्रिङ हेरेर जाँदैछौँ है। अब हामी डुब्ने त होइन मम्मीहरू डुब्नुहुन्छ अरे है। मम्मीहरू चाहिँ यहाँ डुब्न सुरु हुनु भइसक्यो। अब हामी चाहिँ एकछिन यतातिर बस्छौँ। हामी चाहिँ यहाँ हट लेमन विथ हनी खाँदैछौँ आज यहाँको स्पेसल। कस्तो छ मामा है। ल अब मम्मीहरू पनि आउनुभयो। अब हामी चाहिँ जाँदैछौँ हाम्रो होटेल आइपुगिसक्यौँ। अब खाना खाने सुरसार हुँदैछ। यस्तो सिस्टम छ यहाँनिर। चिसो छ। अब तातो पानीबाट सुरुवात गर्नु पर्यो। ल लिनु है मम्मी तातो पानी। ल कस्तो रहेछ ढेँडो बाजे हो। आफ्नो रुमतर्फ जाँदैछौँ गाइस। अब रेस्ट गर्ने फेरि भोलि बिहान नै हिँड्नुपर्छ। आजको यात्रा चाहिँ हाम्रो डे 2 यहीँ सकिन्छ। आज डे 2 चाहिँ यहीँ सक्यो नि त। अब डे 3 चाहिँ भोलि सुरु हुन्छ नि त बाजे। तातो पानी खाँदै हुनुहुन्छ। आजको दिन धेरै रमाइलो भयो। हामीले यताउता सबै कुरा रमाइलोसँग फोटोसोटो खिच्यो। सबैतिर भ्यायो। धेरै रमाइलो भयो। आज मुक्तिनाथ दर्शन भयो।
अब भोलि चाहिँ हाम्रो डे 3 यानि कि लास्ट डे भोलि चाहिँ हामी पोखरा घुमेर घर जाँदैछौँ होइन त बाजे ल धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा है त गाइज ल सी यु टुमरो